आदरणीय मित्रहरू, नमस्कार। तपाईँहरूलाई यो उपाय ल्याब पोडकास्टमा हार्दिक स्वागत गर्दछु। म कमल ढकाल, क्यालिफोर्नियाबाट। मित्रहरू, यो आजको एपिसोडमा म एउटा यस्तो अचम्मको चाहिँ मेरै आफ्नै कहानी यात्रा 15 वर्षदेखिको 15-20 वर्षदेखिको विगतको मेरो आध्यात्मिक यात्रा। मैले के पाएँ, के पाइनँ, के मन पराएँ, के मन पराइनँ, त्यसको पनि मैले क्रोनोलोजिकल रूपमा टाइम वाइज मैले व्याख्या गर्नेछु। र तिनवटा मैले यस्ता केही मैले जुन लेखेरै तयार बनाएको छु। विज्ञानका म आफू औषधि विज्ञानमा पनि काम गर्ने भएकाले र विज्ञानका न्युरोसाइन्सको विद्यार्थी रिसर्चर जेसुकै भन्नुहुन्छ, त्यसमा काम गर्ने भएकाले यस्ता तिनवटा महत्त्वपूर्ण अनुसन्धानहरू विगत 50 वर्ष यता गरिएका, जसले त्यसै भएको कारणले अहिलेको यो पश्चिमी विज्ञान, पश्चिमका मान्छेहरू यो ध्यान, योगा, प्राणायामतिर चाहिँ यति धेरै लम्केको कारण पनि के हो भने यिनीहरू चाहिँ यतातिरको चाहिँ माइन्ड भनेको ऱ्यासनल माइन्ड छ, लजिकमा, तर्कमा विश्वास मान्ने विज्ञानले देखाएका चाहिँ सम्भावित बाटाहरूलाई यिनीहरूले चाहिँ अपनाउँछन्, चाहे त्यो अर्काको होस् आफ्नो होस्। ती कुराहरू स्वामी रामाको 1997मा उहाँले दिएको बायोफिडब्याक मेकानिजम, यो क्यान्सरको टपिकामा जुन चाहिँ अध्ययन उहाँको शरीरमा अध्ययन भएको थियो। उहाँले आफ्नो शरीर चाहिँ आफ्नो इच्छाले चाहिँ हार्ट रेट चेन्ज गरिदिनुहुन्थ्यो, जुन चाहिँ रेकर्डेड अथवा पब्लिस छ उसमा, होइन। त्यस्तै यो जिल ब्रोमेनको अहिले रिसेन्टली चाहिँ क्लिनिकल डक्टर हुनुहुन्छ युसिएसडी, युनिभर्सिटी अफ सेन डिएगोमा। उहाँले चाहिँ यो मन्त्रको स्टडी गरेर चाहिँ विभिन्न यो भेटरानहरूको चाहिँ यो भिए हस्पिटलहरूमा गरेको चाहिँ मन्त्रको चाहिँ रिसर्चको अर्कै अचम्म छ। यी विभिन्न कुराहरू चाहिँ आजको कार्यक्रममा छलफल गर्नेछु। तर सुरु कहाँबाट गर्छु भने मेरो आफ्नो सायद अब कतिपयले पूर्वजन्ममा विश्वास मान्नेले पूर्वजन्मको संस्कार पनि भन्न सकिन्छ। अब यो पूर्वजन्म पनि यसका बारेमा छलफल गरौँला। यसको बारेमा पनि धेरै ठुलो अध्ययन भएको छ पनि भन्न नसकिने, छैन पनि भन्न नसकिने अहिले विज्ञानको निर्कल छ। त्यस्तो परिवारमा हुर्केँ जहाँ मेरो पिताजी अहिले 85 वर्षको हुनुहुन्छ। 80 वर्षसम्म उहाँले निरन्तर बिहान 3-4 बजे उठ्ने, यो स्नान गर्ने अथवा जप तप ध्यान गर्ने यी गर्नुभयो। तर उहाँको चाहिँ ध्यान त्यति बाहिर कसैलाई नबोल्ने, रिक्लुसिभ, एकदमै कम मात्रामा मैसित पनि अथवा परिवारको सदस्यभित्र एकदमै कम इन्ट्रेक्सन गर्नुहुन्थ्यो। तर पनि एकदमै सङ्घर्ष गरेर हामीलाई हुर्काउनु भयो। तर त्योभन्दा पनि महत्त्वपूर्ण उहाँ आफ्नो एउटा प्रिन्सिपलमा अलवेज अडिग रहनुभयो। उहाँले सर्टेन केही देवताको पूजा गर्नुहुन्थ्यो, त्यसैमा मात्रै जीवन सधैँभरि व्यतीत गर्नुभयो। त्यही अब परिवारको फेरि हाम्रो आमा पनि त्यस्तै आध्यात्मिक परिवारको मान्छे। विभिन्न चाहिँ उहाँको पिताजी, हाम्रो मामा कहाँको हजुरबा, उहाँ सधैँ एकादशीमा उहाँले नउपासेको कुनै पनि एकादशी हुनुहुन्थेन। वैष्णव परिवारको उहाँ हुनुहुन्थ्यो। र यसरी चाहिँ अब हामीले चाहिँ सोच्दा नि हाम्रो घरमा 12 वर्षसम्म पूजा लाग्यो हरेक वर्ष। त्यस पछाडि यी विभिन्न धार्मिक अनुष्ठानहरू, पूजाहरू घरमा हुने, त्यसले गर्दा पनि मलाई सायद छाप परेको होला। यो भजन कीर्तन म्युजिक, सामान्य लोक म्युजिक मैले त्यहीँबाट सिक्न अवसर पाएँ। र स्याङ्जा फेरि जिल्लै यस्तो पऱ्यो कि त्यो स्याङ्जामा चाहिँ त अब अरूमा भैँसी करायो भने हाँइ गर्ला, स्याङ्जामा हो सालेजोको भाषामा चाहिँ भैँसी कराउँछ भन्ने मलाई अहिले त्यो भन्न नमिले पनि धेरैको चाहिँ भनाइ छ कलाकार क्षेत्रमा। भनेको अर्थ त्यहाँ जन्मने मान्छेले नाच्न गाउन जानेन भने आफूलाई स्याङ्जाली भन्न पनि शर्म लाग्ने अवस्था त्यतातिर छ। त्यसलेको पनि प्रभाव हुनसक्छ। र यसरी चाहिँ अब एउटा सामान्य सनातन परिवारमा हुर्केको मानिसले सबैलाई चाहिँ अफसोस हामी जानी नजानी मन्दिर पूजापाठ ईश्वरको चाहिँ मन्दिरमा जाने, पूजा गर्ने अथवा घरमा त्यस्तो हाम्रो आस्था मान्यता छ। त्यसमा के सत्य के दर्शन त्यसका लागि पछि छलफल गर्छ। त्यसै परिवारमा हुर्केको भएकाले तर म चाहिँ पछि चाहिँ भौतिक शास्त्र पढ्न जाँदा पनि अब हाम्रो कस्तो हुन्छ भने भित्र भौतिक शास्त्र पढे पनि बाहिर चटकेले चाहिँ चटक देखाएर बुट्टी बेच्दो हुन्थ्यो। किन बुट्टी? अब त्यसले सबै कुरा गर्न सक्ने, फेरि त्यही पैसा किन बनाउन सक्दैन? त्यसले आफैले पैसा माग्दै हिँड्थ्यो। ती कुरा हामीले गरिन्थेन। तर यसले हुन्छ भनेपछि हामी त्यही बुट्टी लाएर उस्तै परे पास भइन्छ, अब नम्बर धेरै आउँछ भनेर पनि हिँडिन्थ्यो होला। प्रायः जस्तो त्यस्तै मानसिकताबाट हामी हुर्कियो। हामीमा त्यो बेलासम्म आइएससी बिएससी पढ्ने बेलासम्म अझै हाम्रो चाहिँ इन्डिपेन्डेन्ट थिङ्कर, क्रिटिकल एनालाइसिस चाहिँ साह्रै नै कम थियो। किनकि हामीलाई दर्शन पढाइएन, जुन विचारको एउटा प्रमुख विषय थियो। अनि त्यस पछाडि म चाहिँ मलाई नि त्यस्तै प्रश्न, जीवन के होला, जगत के होला, मरे पछाडि कहाँ, मरे अगाडिको कहाँ थियो, यी कुराहरू अनुत्तरित जुन हजारौँ मान्छेले खोजे अहिलेसम्म कुनै उत्तर छैन। त्यसमा म पनि त्यही भोङ्ग्रोमा पिल्सिएँ। फेरि ब्रह्माण्ड कहाँसम्म छ, कहाँ यहाँबाट कहाँ कहीँ
कहीँ इन छ भने त्यो इन पछाडि के छ, हरेक चिजको छेउ हुन्छ, छेउ अगाडि पछाडि के छ, हरेक चिज आकाशमा फैलिएको छ, आकाश केमा फैलिएको छ, यस्तै कुराहरू अनुत्तरित रहे। तर अझ म बिएससी सायद सेकेन्ड इयर पढ्दाखेरि मैले पहिलोपटक बुझेँ कि यो ब्रह्माण्ड त एकदमै द्रुत गतिमा चाहिँ फैलिरहेको छ, स्पिड अफ लाइटकै स्पिडमा यति धेरै गतिमा चाहिँ यो फैलिएको रहेछ। अब त्यसले चाहिँ अब पछाडि चाहिँ पढ्दै जाँदा यो हबल टेलिस्कोपले खिचेका तस्बिरहरू हेर्दै जाँदा एउटा बडा विचित्रको चाहिँ ब्रह्माण्डको चाहिँ पिक्चर आउँछ हाम्रो आँखा अगाडि। त्यसको काउन्टर प्रोडक्ट अब हामीले चाहिँ यता कलतिर कुनै धर्म विषय भने त एकजना मान्छे आयो फ्याक्टर चाहिँ यसको क्रिएट गरौँ, भगवान्ले मान्छे क्रिएट गर्न आए के जुनसुकै धर्ममा जाउँ ईश्वरले क्रिएट गरेको छ, फेरि त्यो ईश्वर कहाँबाट आएको छ त्यसको कुनै प्रश्न छैन। अब यावत कुराहरूले यिनै अनसल्भ मिस्ट्रिज भनौँ न, यिनै नसुलेका प्रश्नहरू कहिले यता गर्दा गर्दै अब म पनि त्यस पछाडि चाहिँ बिएससी पढ्न आउँदा आध्यात्मिक क्षेत्र, आध्यात्मिक खोजतिर बढी सिस्टमेटिक तरिकाले घरको चाहिँ पूजापाठ कर्मकाण्ड तीबाट बाहिर एउटा फर्मल केही छ कि भनेर खोज्ने क्रममा सुरुमा चाहिँ सायद 55-56तिर पोखरामा होला, म यो पोखराको न्यु रोडमा भएको यो ब्रह्मकुमारी केन्द्र भन्ने थियो, त्यहाँ गयो सायद कुनै साथीले रिकमेन्ड गरेर। त्यहाँ उहाँहरूको मुरली अथवा विभिन्न उहाँको कथा सुन्दा पनि मलाई अचम्म, एउटा हिरा व्यापारीले आफूसित भएको सम्पूर्ण सम्पत्ति बेचेर त्यस्तो संस्था चाहिँ इस्टाब्लिस गर्नमा लाग्नुभएको रहेछ। यो माउन्ट आबुमा छ क्या, राजस्थानमा उहाँको मुख्य कार्यालय। तैपनि उहाँबाट एउटा नयाँ कन्सेप्ट के लाइयो भने हामीले त ईश्वर भनेको चार पाउ भएको चाहिँ हात हतियार भिरेको चाहिँ जनावरहरूको वाहनमा चढेको त्यस्तो कन्सेप्ट साँच्चैको त्यस्तो सोच्यौँ, त्यो प्रतीकात्मक रहेछ पछि मैले बुझेँ। तर त्यो बेला त त्यस्तैको भाव हामीलाई भानुहुन्थ्यो। उहाँले ईश्वर चाहिँ लाइट हो, प्रकाश हो, गड इज लाइट, यो चाहिँ उता क्रिस्चियनले पनि त्यसै भन्छन्, हिन्दू के अरे मुस्लिमले पनि त्यसै भन्छन्, गड इज लाइटको फर्ममा पूजा गर्छन्। हाम्रो पनि कन्सेप्ट यही हो। अथवा गड भनेकै उहाँले ज्योति स्वरूप शिवको चाहिँ पूजा प्रार्थना गर्नुहुन्छ। अब त्यसले एउटा नयाँ कन्सेप्ट दियो। र दोस्रो कुरो यो राजयोग भन्ने एउटा कुनै केन्द्रमा अथवा ज्योतिमा ध्यान गर्ने एउटा विधि सिकायो, जुन हामी नर्मल मान्छेलाई चाहिँ एक त हामी बेहोसीमा बितेका हुन्छौँ आम मान्छेहरू, त्यो जीवनको चेतना के हो खोजै छैन, एकपछि अर्को अर्कोपछि एउटा त्यो वस्तुले चाहिँ हाम्रो मनलाई पक्रिरहेको हुन्छ, केही न केही वस्तु पदार्थ प्रिय व्यक्ति अथवा के छ, आफ्नो रागका विषयहरू कहाँ छन्, त्यो रागतिर नजिक, र दोष कहाँ छ त्यो दोषबाट टाढा, त्यही नै हाम्रो मनको प्रवृत्ति हो। त्यसले गर्दा यसको बेस लेभल के हो त हाम्रो माइन्डको, त्यो हामीलाई थाहै हुँदैन, किनकि हामी एक अतिबाट अर्को अतिमा गइरहेका हुन्छौँ। त्यो अति एक अतिबाट अर्को अतिमा जाने मान्छेलाई बेस लेभलको भ्यालु थाहा हुँदैन। तर अलिकति ओरिड मैले अगाडि नै भने हाम्रो परिवारमा यो मोरलेस बुवाको अथवा सबैकोमा एउटा अलि बढी हात्तिने बानी, त्यसले गर्दा पनि मलाई यो अलिकति यो ओरिफेरी लाइफ बिताउन पाए हुन्थ्यो कि पाइन्छ कि कहीँ छ कि मेथड भनेर पनि त्यता लागेको थिएँ। त्यो ओरिफेरी लाइफ बिताउनलाई के चिज छन् अथवा केले सहयोग गर्छ भन्नेतिरको पनि मेरो खोजले गर्दा त्यहाँ लागेँ, र त्यसले मलाई केही हेल्प गर्यो, किनकि 15-20 मिनट अथवा आधी घन्टासम्म कसैमा ध्यान केन्द्रित गरेर बसेको पहिलोपटक होला। तर पनि त्यहाँका धेरै कुराहरू अथवा के मन पछाडि म त्यसमा कन्टिन्युटी अरू मेरो मनको प्रवृत्ति हुन्छ नि, एकपछि अर्को। यहाँ ईश्वरै साँच्चै विष्णु भगवान्सित आयो भने नि त्यस पछाडि के यो त यस्तो रहेछ भन्ने मनको स्वभाव हुन्छ। यहाँ त्यो हाम्रो प्रवृत्ति छ। त्यस पछाडि चाहिँ हामी चाहिँ यो सिद्धार्थ आश्रम भन्ने केन्द्रमा पनि कहिलेकाहीँ यो पूजापाठ त्यहाँको मन्त्र साधना रहेछ, त्यतातिर पनि केही समय मैले बिताएँ। उहाँहरूका चाहिँ धेरै अनुष्ठानमा म भाग लिएँ। त्यस पछाडि चाहिँ म काठमाडौँ एमएससी पढ्न आएँ। त्यो बेला चाहिँ त्यस पछाडि त्यही पोखरामै हुँदा मैले चाहिँ यो ओशोको बारेमा धेरै सुनेँ, उहाँका साहित्यहरू धेरै पढेँ। र सुरुमा मलाई वास्तवमा हिन्दी पनि आउँथेन, राम्रो इङ्ग्लिस पनि थिएन। इङ्ग्लिस बुझे पनि त्यो साहित्य लेभलको जुन पढ्दा आफूलाई नेपाली साहित्य पढ्दा मजा आउँथ्यो त्यो लेभलको त्यो भाव नबुझेपछि आउँथेन। त्यसले गर्दा हिन्दी साहित्यमा मेरो पछि यस्तो दखल भयो कि त्यो कारणै ओशोको साहित्यहरू पढ्दै जाँदा। र मलाई सबैभन्दा धेरै प्रभाव जीवनमा पारेको केही छ भने ओशोको विचारले पारेको छ। पुरै क्रान्तिकारी थियो। हाम्रो अन्धविश्वासलाई चाहिँ पछाडि जे हाम्रा कुरीति थिए तिनलाई छड्काएर जरैबाट फालेर एउटा नयाँ उहाँले नवसन्यासको पनि नाम दिनुभएको छ। उहाँले धेरै किताबहरू चर्चित छन्, तर मान्छेले चाहिँ किताबको टाइटलका आधारमा चाहिँ जज गर्नुहुन्छ। किताबहरूको एकदमै जिस्ट हेर्ने हो भने उहाँको कतिपय ठाउँमा मजाक गर्ने भनिन्छ, धेरै चुड्किलाहरू जोकहरू भन्नुहुन्छ। तर त्यो हास्य विनोदभित्र त्यहाँभित्र चाहिँ विज्ञान, त्यहाँभित्रको चाहिँ दर्शन एकदमै अचम्म छ। सायद त्यत्तिको
विवेकानन्द अथवा चाहिँ शङ्कराचार्य पछाडि मैले हाम्रो पूर्वीय दर्शनमा ओचो जतिको चाहिँ क्रान्तिकारी विचार र त्यस्तो सबै कुरालाई समेट्न सक्ने मान्छे अहिलेसम्म चाहिँ भेटेको छैन तर्कमा साधनामा। त्यस पछाडि अब काठमाडौँ एमएससी पढ्न आउँदा पनि ओशो तपोवनको म लगभग शनिबारका धेरै कार्यक्रममा जान्थेँ, त्यतै धेरै मेरो समय बित्यो। तर पनि मैले त्यहाँ फर्मल दीक्षा लिइनँ, विभिन्न कारणले अब मेरो यो प्रारब्धको त्यही नै थियो कि धेरै ठाउँमा अझै भौँतारिन पर्ने, सायद मेरो त्यो एउटा कर्मको फल पनि हुनसक्छ। ओशोको तपोवनमा अब धेरै समय बिताइसके पछाडि उहाँका साहित्य, अब यो पनि म खास अर्कै घटनाले जोडिएको थिएँ। उहाँका साहित्य पढ्दै जाँदा एउटा हिन्दीमा चाहिँ हिन्दी भन्ने शब्दै हिन्दी नबुझ्ने गाउँको मान्छे चाहिँ हिन्दी साहित्यमा राम्रै बुझ्ने एउटा अवस्थामा पुर्यायो। त्यसले गर्दा मलाई हिन्दी साहित्यतिर पनि अहिले धेरै मैले पुस्तकहरू पढ्ने, यो उपनिषदहरू चाहिँ हिन्दीबाट ट्रान्सलेटेड हुन्छन्, जुन बुझ्न मलाई सजिलो भयो पछि पनि। यसले प्रोफेसनल लाइफमा पनि धेरै हेल्प गर्यो। र त्यस पछाडि अब यता 2010तिर म अमेरिका आउनभन्दा पहिला म यो बुढो नीलकण्ठको विपस्यनामा चाहिँ 15 दिन ध्यान गरेँ। त्यो अर्को एउटा टर्निङ पोइन्ट थियो। त्यसले मलाई चाहिँ यो साधनाको चाहिँ कस्तो गहिरो रूपमा जान सकिन्छ, अथवा हामीलाई चाहिँ त्यो बुद्धको एउटा समभाव भन्ने हुन्छ, साक्षी भाव, त्यसले साँच्चै नि काम कसरी गर्दो रहेछ भने म आफै एउटा भोक्तभोगी परमाणु। किनभने म 2 घन्टा 3 घन्टा त्यो पलेटीमा बस्यो अथवा पद्मासनमा बस्यो भने ढाड दुखेर कता जाम र कसो गरम हुने मान्छे। 3 दिनका दिनसम्म म चाहिँ अब यो छोड्छु होला बुढा नीलकण्ठमा, त्यो 15 दिने विपस्यनामा यो ढाड यहीँबाट फुट्छ कि यहीँबाट चड्किन्छ कि जस्तो तातो पोल्ने भयो थियो। अब आज गएर गुरुलाई भन्छु र म अब सकिनँ जान्छु भनेर चाहिँ भन्दा भन्दै 4थो दिनबाट त उहाँले भन्नुहुन्थ्यो त्यसलाई चाहिँ त्यो पेनलाई पनि साक्षी भावले हेर्ने, त्यसमा समाहित नहुने गर्दा 4थो दिनबाट त यो ढाड भन्ने दुख्नै छोड्यो। मान्छे त कममा गएर चाहिँ बिहानदेखि बेलुकासम्म बसेछ, म बसेछु भन्ने त्यो कतिखेर अब अलिअलि त्यो ब्रेनले चाहिँ त्यो घन्टी लाउँदाखेरि कतिखेर घन्टी बज्छ भने त सोध्छ, किनकि त्यो त यो इन्फोर्स लर्निङ भनिन्छ हामीले चाहिँ। केही कुरा यो कुकुरलाई चाहिँ ट्रेनिङ दिए जस्तो के, तपाईँले एउटा केही खानेकुरा दिएर चाहिँ केही बजाउनु भयो कुकुरलाई अथवा एनिमललाई खानेकुरा देखाउनु भयो भने त्यो साउन्डको आधारमा पनि उसको मुखबाट पानी निकाल्छ खानेकुरा नभइकन। त्यस्तै हाम्रो ब्रेनले पनि लर्न गर्छ। त्यही कतिपय कुराहरू बाहेक मेरो शरीरमा त्यो ढाड दुख्ने प्रब्लम, त्यो बस्न नसक्ने प्रब्लम हराएर म आनन्दले बिहानदेखि बेलुकासम्म बस्ने त्यो अवस्थामा पुगेको थिएँ। र त्यो विपस्यना नै मैले चाहिँ जीवनभरि सधैँ भन्नाले 10-15 वर्ष कन्टिन्यू गरेँ। र म यता अमेरिका आइसके पछाडि पनि, र अमेरिका आइसकेपछि मलाई एउटा विश्व साहित्यमा के भयो भने ठुलो एउटा पहुँच भयो। पहिलेबाट अध्ययन अथवा क्युरियोसिटी भएको मान्छे, यसले गर्दा अमेरिकाका ठुल्ठुला साहित्यकारहरू अथवा दार्शनिकहरू, तिनीहरूका किताबहरू, यो कार्ल जङ, यो जर्मनको चाहिँ यो प्रोफेसर के अरे साइकोलोजिस्टको चाहिँ यो साइकोलोजीहरू, अथवा चाहिँ धेरै मैले पढेको चाहिँ यो जो डिस्पेन्सा भन्नेको चाहिँ यो यु आर द प्लेसिबो, अथवा त्यो एकजना मेडिकल डक्टर जसको चाहिँ ढाड भाँचिने कारणले गर्दा कहीँ उपचार नभएर विभिन्न यस्तै स्पिरिचुअल मेथडबाट प्र्याक्टिस भएर मेडिकल क्षेत्रै छोडेर चाहिँ यो अहिले चाहिँ उहाँले आफ्नै एउटा स्पिरिचुअल सेन्टर चलाउनुहुन्छ। उहाँका किताबहरू विभिन्न जे जति छन् तपाईँको सेल्फ हेल्प बुक, मोटिभेसनल बुक, फिलोसफी र विज्ञानको, स्पेसल्ली यो चाहिँ यो क्वान्टम मेकानिक्सतिरका विभिन्न किताबहरू अध्ययन गर्ने सँगसँगै कार्यक्रम काम चल्यो। मैले चाहिँ जीवनको लगभग धेरै मेरो समय र चाहिँ आर्थिक इन्कम पनि किताबहरू अथवा यिनी मेटेरियलहरूमा चाहिँ खर्च गर्दै गएँ। र विपस्यना पछाडि तर पनि एउटा के भयो भने यो एउटा बेचैन, सायद मलाई कहीँबाट पनि ओहो मेरो ठाउँ त यही हो, मैले खोजेको यही हो भन्ने भएन। एकछिन छ उसो पनि धेरै सुनियो, तर सुन्दा यति आनन्द आउँछ, तर त्यो सुन्न छोडिसके पछाडि फेरि त्यही वरिफेरि माइन अथवा त्यही चिजले गाँच। त्यसले गर्दा अब यो त नसा जस्तो भयो, खाने बेलामा ठिक छ, नसाल छोडेपछि त फेरि उस्तै। त्यस पछाडि अब यतातिर आएको चाहिँ अहिले हाम्रो पश्चिम जगतमा अलिक क्वाइट पपुलर हुन्छ नि एकार्ट टोले, उहाँको एउटा पावर अफ नाउ भन्ने बुक, यो विट्नी ओपेराले पनि यसलाई धेरै प्रमोट गरेकी छन्। यो वेस्टर्न कल्चरको एउटा पपुलर स्पिरिचुअल लिडर पनि हुनुहुने पनि। यस्ता एकदमै अहिलेको संसारका एकदमै पपुलर बुकहरू पढ्दाखेरि के लाग्यो भने वास्तवमा त्यो एकार्ट टोलेको अहिले पावर अफ नाउको कन्सेप्ट पनि बुद्धिज्मतिर आधारित रहेछ।
अब भलै उहाँलाई सर्टेन घटना घट्यो, त्यो घटना पछाडि उहाँको लाइफ चेन्ज भयो भनेर उहाँले भन्नुभएको छ। तैपनि उहाँले प्रमोट गर्ने भनेको के हो भने कन्सियसनेस इज द जिस्ट। हामीलाई चाहिँ शरीर भनेर हिँडेका छौँ, तर शरीरलाई चलाउने चेतना छ र त्यो चेतनाले नै सुन्छ, बुझ्छ, खान्छ, डुल्छ अथवा अनुभव गरे जति शरीरले होइन चेतनाको प्रभावले हो भन्ने कुरा उहाँको चाहिँ छ। अब बिस्तारै त्यस पछाडि म रचेस्टरमा पिएचडी सिद्धाएर रचेस्टरबाट त्यहाँको जेन सेन्टर भन्ने छ, त्यो यो रुसोकीले चाहिँ यो जापानिज जेन भनेको चाहिँ जापानिज पद्धति हो, बुद्धिज्मको एउटा जेन मेथड भनिन्छ धारा। वास्तवमा चाहिँ बौद्ध धर्म चाइना जाँदाखेरि चाहिँ उहाँले ध्यान भन्नुभयो, चाइनामा त्यसलाई च्याङ भनियो, त्यो च्याङलाई जेन भनियो भन्ने चाहिँ एउटा विद्वानहरूको चाहिँ धारणा छ। लेखेको बुक यो अमेरिकाको वान अफ द बेस्ट सेलिङ बुक अन्तर्गत पर्छ। अब हामी सबै किन यो बुक यस्तो पपुलर भयो भने हामी सबैले पोजिटिभ रिसाउन हुन्न, घृणा गराउन, माया गर्नुपर्छ, प्रेम गर्नुपर्छ, यो हामी अति पोजिटिभ एउटा कुराको चाहिँ यस्तो बायसमा मात्रै गर्छौँ कि त्यो खास वास्तवमा हाम्रो हार्डवेयर, हाम्रो न्युरो साइन्स, हाम्रो ब्रेनको स्ट्रक्चर, हाम्रो चाहिँ इभोल्युसनको क्रममा हामीले चाहिँ गेन गरेका चाहिँ फिनोटाइप अथवा जिनोटाइप अथवा हाम्रो शरीरले गेन गरेको प्रोपर्टीहरू यस्तो छ कि हाम्रो शरीरमा कसैले कहीँ बोलीले अथवा वचनले, कर्मले केही गरेर चाहिँ चोट पुर्याउन खोज्यो भने हाम्रो शरीरले तत्कालै रियाक्सन देखाउँछ। त्यसलाई मैले हो बुद्ध जस्तो मान्छे, जो मान्छे चाहिँ अलिकति साधनामा तृप्त छ, त्यसले त्यो शब्दलाई चाहिँ आउनभन्दै पहिल्यै न्युट्रलाइज गर्न सक्छ अथवा त्यसको शरीरमा त्यसले पार्ने प्रभावलाई उसले न्युट्रलाइज गर्न सक्छ, तर प्रभावै पार्ने भन्ने होइन। किनकि हार्डवेयर त त्यही छ नि, तपाईँले प्लग गर्दा त बत्ती त बल्छ नि, तर त्यो बत्ती चाहिँ कति बेर बल्छ, कस्तो बल्छ, निप्छ कि उतिखेरै जल्छ कि त्यो त बत्तीको क्वालिटीमा भर पर्छ। त्यस्तै जस्तो चाहिँ विज्ञानका कतिपय कुराहरू होइन मलाई त कसैले केही भनेको चाहिँ तत्कालै केही जिरो रेस्पोन्स हुन्छ भन्ने कुरो पनि त्यो एकदमै गहन प्र्याक्टिस गरौँ भने नत्र इन्फ्लुएन्स हुन्छ, कम मात्रामा मिनिमाइज गर्ने तरिका हो। त्यो बुक द आर्ट अफ नट गिभिङ एफोर्ड युज गर्नुभएको छ, मैले अघि नै भनिहालेँ। त्यो किताब चाहिँ कहाँनिर चाहिँ सक्सेस भयो भने इट टिचेस अस हाउ टु एक्सेप्ट द रियालिटी। यसले हामीलाई कसरी चाहिँ रियालिटीलाई चाहिँ स्वीकार्ने, यो चाहिँ यो कोरा पोजिटिजम, कोरा सकारात्मक सोच भनेर खालि जे कुरा पनि राम्रो सोच्नुपर्छ भनेर हुँदैन, नराम्रो नि आउँछ राम्रो नि आउँछ, त्यसलाई हामीले कसरी चाहिँ बोथलाई स्वीकार्ने त्यो कुराहरूले सिकाउँछ। र त्यहाँ साह्रै मलाई मन परेको, मैले पनि पहिला बुझेको थिइनँ र म अमेरिका आउँदा अहिले पनि मैले जान्दै पनि म यिनीहरूको सञ्जालमा फस्छु, थाहै छ। किनकि यिनीहरूकै जतासुकै छ भने कहीँ न कहीँ त अरू 100% फस्लान् त सचेत मान्छे 8-10% ठाउँमा त चिप्लिन्छ। यहाँको क्यापिटलिजम छ सोसाइटी, कताडा हुन्छ तपाईँ चाहिँ मार्केटमा बिहानदेखि त बेलुकासम्म निस्क्यो, तपाईँलाई सामान किन्न मात्रै बाध्य भयो, कसैले आएर बाध्य पारी भनेर किन भन्दैन कि। यहाँका सुपर मार्केटमा यस्तोसम्म गरेको छ कि वालमार्टले यो कुन सामान कहाँ राख्दा मान्छेले धेरै किन्छ भनेर एउटा स्टडी भएको छ, एकदम फेमस छ यो डेटा साइन्समा। हामीले मैले यो एआई पढ्ने बेलामा चाहिँ सुनेको, त्यो बेलाको डेटा, डाइपर र अल्कोहल सँगै राख्यो भने धेरै बिक्छ भनेर चाहिँ डेटा, त्यो स्टडीले त्यस्तो देखाएको छ र समहाउ त्यो त्यस्तो राख्ने चलन पनि टार्गेटेड वालमार्टले गरे। यिनीहरूले यति धेरै अध्ययन गर्छन् कि कसरी हुन्छ, जस्तै सामाजिक सञ्जालले तपाईँलाई त्यस्तै बनाउँछ, कसरी चाहिँ त्यसैमा चाहिँ क्लिक बेट भनिन्छ, त्यसैमा चाहिँ त्यो स्क्रोल गरिराख्न तिनीहरूको एल्गोरिदम हुन्छ। त्यस्तै यी क्यापिटलिस्टले पनि तपाईँलाई धेरै चिज किनाएर मोर एन्ड मोर थिङ्स यु हेभ यु विल बिकम मोर ह्याप्पी, यही सिद्धान्तमा हामी दौडिराखेका छौँ। इनफ्याक्ट यो चाहिँ काउन्टर इन्ट्युटिभ छ। तपाईँलाई जति धेरै चिज हुन्छ अन्ततः त्यति नै धेरै दुःख दिन्छन्। इक्जाम्पलको लागि तपाईँले घरमा ल्याएका, तपाईँलाई आधारभूत आवश्यकताभन्दा बढी ल्याएका चिजले त्यसलाई राख्नलाई, त्यसलाई चाहिँ टेक केयर गर्नलाई, त्यसलाई चाहिँ कता लगाएर फाल्नलाई अथवा चाहिँ कहीँ झुक्किएर त्यसैमा ठेक्किएर लड्नलाई कतिले दुःख दिन्छ तपाईँलाई। यस्तो कुरा त्यो किताबले सिकाउँछ। यस्ता किताबहरू पनि अध्ययन पाइयो, जसले गर्दा ठुलो मलाई चाहिँ एउटा फड्को मारी मेरो चेतनामा, मेरो विचारमा त्यसले पनि आधार दियो। र मैले भनिहालेँ जेन सेन्टर। त्यस पछाडि चाहिँ यो 2020तिर आइसके पछाडि मैले यति धेरै चाहिँ यी संसारका सबै किताब पढ्दा पनि त्यो मैले खोजे जस्तो स्टेबल माइन्ड अथवा पाइएन। अब म सधैँ अब एउटा गृहस्थी भएको मान्छेले, सानो बच्चा भएकाले मलाई मन त थियो कहीँ गएर चाहिँ एकचोटि त्यो पनि हेरौँ न, कमसेकम 4-5 वर्ष एकान्त कहीँ जङ्गलमा अथवा कहीँ आश्रममा कहीँ बाहिरको कन्ट्याक्ट नभइकन त्यो चेतनाको गहिराई लेभलसम्म जाने मन त थियो। तर मेरा आफ्ना बाध्यता, मेरा आफ्ना पारिवारिक झमेलाले गर्दा मैले त्यो बाटो सजिलो अँगाल्न सकिनँ।
अब त्योभन्दा अर्को ध्यान यो भक्ति मार्गभन्दा अर्को बाटो ज्ञान छ। अब ज्ञान यति पढ्दा पनि केही कतै हुँदैन, एकछिन हुन्छ अर्को चाहिँ हुँदैन भनेपछि यो कता के लाग्ने होला भनेर जाँदै जाँदा फेरि अर्को एउटा संस्थामा ठोकिन पुगेँ म, यो भावातीत ध्यान महेश योगीको। अरे वा, मैले भने हरेक संस्थाले मलाई एउटा उचाइमा पुर्याए, तर त्यो हाइएस्ट लेभल उचाइमा म खोजेको जस्तो मैले पाइनँ भन्छु। र त्यहाँ जाँदा मैले मन्त्रले यस्तो प्रभाव पार्दो रहेछ भन्ने कुरो पहिलोपटक आफैले अनुभव गरेँ। र त्यो 2020-21तिर म जीवनमा त्यस्तै घटनाहरू घटे, जुनै कुनै बेला फेरि छलफल गरौँला। म कुनै अवस्थामा यस्तोमा म पुगेँ पनि कि यो यता विज्ञानको खोज, आध्यात्मको यसलाई कग्निटिभ डिल्युजन भनिन्छ मेडिकल साइन्समा। अब हरेक इन्फर्मेसन भयो भने अहिलेको ब्रेन जस्तो हाम्रोमा हजारौँ इन्फर्मेसन छ नि, यसलाई डिसिजन फ्याटिक भनिन्छ यता कर्पोरेट लेभलमा। हामीलाई हरेक दिन त्यो निर्णय यस्तो ट्रेनिङ दिन्छन् कि अहिलेको जमानामा कसरी क्विक डिसिजन गर्ने, डेटा ड्राइभन डिसिजन हो। त्यसरी अहिले चाहिँ एआईले गर्दा डेटा दिन्छ, करेक्ट डेटा दिन्छ, राइट डेटा भयो भने राइट डिसिजन हुन्छ भनेर चाहिँ भनिन्छ। तर वास्तवमा मोर डेटा भयो भने यु गेट मोर कन्फ्युज्ड। त्यसलाई कसरी क्विकली डिसिजन गर्ने भन्ने छुट्टै ट्रेनिङ हामीले पाइन्छ जागिर यता कामको सिलसिलामा। भनेपछि मोर इनपुट ब्रेनलाई दियो भने वास्तवमा यो मोर कन्फ्युज पनि हुन्छ। अब त्यसलाई कसरी सर्ट आउट गर्ने, म कुनै बेला 2020तिर यस्तो अवस्थामा पुगेँ कि देयर इज नो रिटर्न जस्तो। अब त्यसको छुट्टै पाटो छ, कुनै बेला डिस्कस गरौँला। र त्यस्तो अवस्थामा विदिन 2-3 मन्थ्स एउटा भनौँ न गाउँमा चाहिँ पढेर कमल जस्तो हुन एउटा इक्जाम्पल धेरैले लिन्थे मेरो, र विदिन अ सर्ट पिरियड अफ टाइम पढेर ऊ जस्तो हुनभन्दा पनि अवस्थामा पुगेर म फर्केको छु। त्यसले गर्दा पनि होला मलाई आजले यी सानसाना तिना झिना मसिना कुराले पनि छुन छोडेँ, किनकि मैले एउटा कन्ट्रास्ट हुन्छ क्या, यो भिजन साइन्समा भनिन्छ। तपाईँले चाहिँ जीवनमा कन्ट्रास्ट फिल गर्नु भने त्यसको भ्यालु थाहा पाउनुहुन्न। तपाईँले दुःखमा हुर्किनुभएको छैन, अहिलेका सुखको तपाईँलाई कुनै टेस्टै हुँदैन। त्यही भएर यो कन्ट्रास्ट थाहा पाउनमा पनि यो एकदमै यो स्क्रिन चाहिँ किन्दा यो नलेज स्क्रिन किन्दा अथवा कम्प्युटर, टिभी, मोबाइल किन्दा पनि काम लाग्छ। अहिलेको ओलेड टेक्नोलोजी आएको छ, अर्ग्यानिक एलइडी। किन यो बेटर ब्राइट छ भने यसको कन्ट्रास्ट यो कालोमा यतिसम्म कालो हुन्छ, त्यसले गर्दा त्यहाँ सेतो रङ्गिचेर झलक्क देखिन्छ। पहिलाको सिआरटी मोनिटरहरूमा चाहिँ त्यो कालो एकदम कालो हुन्थेन, झरझर सेतो जस्तो हुन्थ्यो मोनिटर, अथवा पिक्सलहरूलाई एकदमै डार्क बनाउन सकिन्थेन। भनेको अर्थ तपाईँले जति कालो बनाएको चित्र त्यति नै गाढा राम्रो देखिन्छ। जीवन पनि त्यस्तै हो, तपाईँले जति धेरै गहन त्यो पीडाबाट गुज्रिनुहुन्छ त्यस पछाडिका चिजहरूले चाहिँ तपाईँलाई वाव आनन्द, त्यो कन्ट्रास्ट राम्रो देखिन्छ। तर सामान्य मान्छे के छ, यो लिनियर कन्ट्रास्ट बिनाको जीवन हुनेछ, उसलाई खल्लो यो चाहिँ के भन्छ सधैँ खानी त मोनोटोनस जस्तो लाग्छ लाइफ। तर जुन चाहिँ कन्ट्रास्टबाट अप एन्ड डाउनबाट गुज्रेको त्यसलाई चाहिँ हरेक दिन मिस्टियस जस्तो लाग्छ। यसरी चाहिँ टिएम ध्यान, मैले त्यो मन्त्र ध्यानले मलाई जीवनमा धेरै प्रभाव पार्यो। किन मलाई यो विपස්සनाले त्यति धेरै वाव अब केही त हेल्प गर्यो, तर मैले खोजे जस्तो चाहिँ हरेक लाइफ चाहिँ कम्प्लेक्स हुन्छ। फेरि एउटै चिज सबैलाई काम लाग्छ भन्ने छैन। अहिलेका मान्छेले खास अहिलेको चाहिँ यो योगा अथवा योगा भन्छौँ, योग हो, योगलाई योगा बनाइयो। अब योगा पनि कस्तो भयो भने व्यावसायिक योग। अहिले मैले भनिहालेँ यो भिडमा चाहिँ इन्लाइटमेन्ट खोज्ने। अब जसले भिडबाट चाहिँ इन्लाइटमेन्ट खोज्छ त्यो डेफिनेटली रङ बाटोमा छ। अहिलेसम्म भिडबाट इन्लाइटमेन्ट भएको कोही पनि मैले भेटेको छैन। मान्छे जम्मा गर्ने हाउ गर्ने, त्यसले चाहिँ यो सिरियसनेसलाई चाहिँ निकाल्न त सहयोग गर्छ, तर डेस्टिनेसनमा पुर्याउन त्यो मात्रै सफिसियन्ट होइन। र मन्त्रले मलाई चाहिँ यसरी चाहिँ राम्रो प्रभाव पार्यो। र धेरै अब सबै कुरा मैले मन्त्र यो मात्रै हो, ध्यान मात्रै हो भनेको छैन है। विज्ञानका सबै कुरा, औषधि, तपाईँलाई चाहिँ तपाईँको चाहिँ राम्रो पोषण, सबै कुरा इम्पोर्टेन्ट हुन्। त्यसमा प्लस यो आध्यात्मिक क्षेत्रका विधिहरू पनि उत्तिकै प्रभावकारी देखिएका छन् अहिलेको, जुन मैले अब अर्को अब लास्ट मिनट जति चर्चा गर्न जाँदैछु। र त्यस पछाडि यो कोभिड आइसकेपछि मलाई यस्तो फ्री टाइम भयो, अफिसमा पनि अब प्रायः वर्क फ्रम होम भयो, र कतिपय ठाउँमा यो फ्री टाइमलाई मैले कसरी युटिलाइज गर्ने भन्ने भन्दा मलाई चाहिँ समहाउ म दर्शनतिर ठोकिन पुगेँ। र विगत 4 वर्षदेखि पूर्वीय पश्चिमी दर्शनलाई सिस्टमेटिक अध्ययन, कसले के भनेछ त, हाम्रो चाहिँ शङ्कराचार्यको अद्वैत वेदान्त नन ड्युअलिजम भन्छ। अब त्यो यहाँ कहाँ छ त, यताकाले नै भनेका छन्। जस्तै ड्युअलिजम छ डेकार्ड, त्यो रामानुजनको अद्वैतवाद भनेकै नन ड्युअलिजम हो। अब हामीलाई त्यो कम्पेरेटिभ स्टडी गर्ने बुझाउने मान्छे भएन। अब हाम्रोका दर्शन भनेका फेरि कलतिर एउटाको फोटो टाँसो, हरिहरि राम नाम जप्दैमा गएछ, त्यसको दर्शन के हो, त्यसलाई थोरै परिमार्जित गर्ने। तिनका विद्यार्थीले त्यसलाई परिमार्जित गरियो भने त्यो इन्सल्ट जस्तो मानिए। आफ्नो गुरुले भनेको यो ठिक छ यो ठिक छैन भन्न नमिल्ने हाम्रो संस्कार छ। यतातिर के छ भने
अब तपाईँको चाहिँ डेकार पछाडि चाहिँ यो इम्पेरिसिजममा धेरै नै अध्ययन गरेका बर्केली ह्युमहरू आए। त्यस पछाडि तत्काल चाहिँ यो हाम्रो कान्ट आइसके पछाडि त्यो इम्पेरिसिजम अथवा चाहिँ अनुभववाद भन्ने थियो त्यो बेला, त्यसलाई नि परसाएर यो ट्रान्सेन्डेन्टलिजम, यो परम सत्य छ त्यो जुन हामीलाई जान्नै सकिन्न, आखिरी शङ्कराचार्यको त त्यही त हो कुरो त। यसरी बुझ्ने चाहिँ कम भएको छ हाम्रो। अब यसरी बुझ्दा के आउँछ भने मैले अगाडि भने धेरै म भौतारिएँ, म यो ज्ञानको मार्गबाट अथवा अध्ययन गरेरै शास्त्र खोजेर तर्कले चाहिँ पनि त्यो अवस्थामा पुग्न सकिन्छ भनेर हामीलाई धेरै ज्ञानबाट जुन हिँड्नुभएको छ, ध्यानबाट अथवा भक्तिबाट जुन मार्ग जानुभएको छ, ज्ञानले पनि त्यही मार्ग पुर्याउँछ भनेर भनिन्छ। तर यसको बाटो अलिक कठिन रहेछ, धेरै समय लाग्छ र तर चाहिँ यो चाहिँ अलिक दिगो हुन्छ ज्ञान मार्गबाट, मैले त्यस्तो अनुभव गरेको छु। किनकि भक्ति अथवा अरू मार्गतिर जाँदा अर्काले अर्को ध्यान सिकाउला, अर्काले अर्को भगवान्को नाम लिएला, त्यो होला कि यो होला कि त्यो ठुलो भगवान् कि यो ठुलो भगवान् कि अथवा छ कि छैन कि, यावत द्वैत अझैसम्म मन रहेसम्म द्वैत भावना चलिरहेको छ। तर ज्ञानबाट निखारिँदै जानियो भने दर्शन तर्कले एउटा दृष्टिकोण निर्माण गर्छ, जसले गर्दा बेस लेभलमा तपाईँले चाहिँ त्यो पिस ह्याप्पिनेस प्राप्त गर्न सकिन्छ भन्ने मेरो अनुमान छ, मेरो अनुभव पनि छ, अनुमान मात्रै होइन। र त्यस पछाडि अनि मेरो केही समय हाम्रो यो जीवन विज्ञानको गुरुसित पनि भेट भएको थियो। उहाँले चाहिँ एउटा ब्रह्मसूत्र पढ्नुहोस् कमलजी भन्नुभएको थियो। मैले वास्तवमा अनि त्यहाँबाट मैले यो ब्रह्मसूत्र भन्ने मलाई थाहा थिएन। वास्तवमा मैले बुद्ध दर्शनको धेरै राम्ररी अध्ययन गरेँ यो बेलामा, सिस्टमेटिक तरिकाले कसरी चाहिँ यो प्रतित्व समुत्पाद के हो, आचारहरूसित यो कलभन्दा पनि थ्योरी पढ्ने अध्ययन पाएँ। र यो अनि यो क्यालिफोर्नियाको एउटा अक्चेन रिम्पोचे भन्ने यो सान फ्रान्सिस्कोबाट प्रिस्टिन माइन्ड भन्ने चलाउनुहुन्छ, उहाँबाट यो वज्रयानतिरको अझ भन्दा पर्दा त हामीलाई त ध्यान भन्ने बित्तिकै आँखा चिम्लेर बस्ने चाहिँ ध्यान सिकाइन्थ्यो। आँखा खोलेर गर्ने त्यो महामुद्रा जस्तो ध्यानहरू सिक्ने जुन अवसर प्राप्त भयो, 2-3 वर्ष म नियमित उहाँको चाहिँ क्लासहरू लिने, अनलाइन भए पनि ती ध्यानहरू सिक्ने थालेँ। र समहाउ मलाई बुद्ध दर्शनको अलि राम्रो बढी प्रभाव छ। र पछि चाहिँ मैले अनि यो वेदान्त र बुद्ध दर्शन मलाई लगभग उस्तै लाग्यो। ब्रह्मसूत्र अथवा शङ्कराचार्यका चाहिँ भाष्यहरू यी पढ्दाखेरि उहाँले चाहिँ देखाएको बाटो केही तात्विक शब्दमा फरक छ। कसैले पारमार्थिक भन्छ, सत्य भन्ला, हाम्रो नागार्जुनले प्रमाणिक सत्य भन्नुभएको छ। व्यावहारिक सत्य र पारमार्थिक सत्य भनौँ न, यिनै कुरा चतुष्कोटी सत्य। यो चतुष्कोटी सत्यबाटै तपाईँको इम्पर्मेनेन्स आउँछ, अन्तर्निहित। यो प्रतित्व समुत्पाद भनेको बुद्धको जिस दर्शन हो। हामी चार आर्यसिततिर मात्रै बढी फेमिलियर छौँ। यस्ता कुराहरू चाहिँ मलाई बल्ल ज्ञान भयो कि ए दर्शन यस्तो रहेछ, यसरी विचार निर्माण। अब कुनै गुरुले जेसुकै भने पनि यसले कुन दर्शन पढेको छ, कुनबाट प्रभावित भएको छ भन्ने मलाई त्यो त्यसले मलाई एउटा ज्ञान दियो। र मैले अनि आफ्नो हाम्रै सनातन दर्शनभित्रका नि सबै सट दर्शन, 9 दर्शन भनेर हाम्रो सनातन दर्शनमा मानिन्छ। जैनिजम, बुद्धिज्म र चारवाकलाई चाहिँ नास्तिक र अरूलाई आस्तिक भनेर व्याख्या गर्ने चलन छ। ती दर्शनहरू अध्ययन गरिसके पछाडि र विगतदेखिको मेरो खोजहरू समष्टिगत जोडेर ल्याउँदा बल्ल मलाई चाहिँ अलिकति अब त्यो मेरो दौड तेरो त्यो मनको अवसाद, त्यो चाहिँ दौडधुप, यो होला कि त्यो होला कि, त्यो द्वन्द्वात्मक चिजबाट बल्ल चाहिँ अलिअलि ड्याम्पेनिङ हुँदै त्यो माइन्ड अझै पनि जिटर त हुन्छ, तर पनि त्यो पहिलाको जस्तोबाट घटेर अथवा त्यो पिस अफ माइन्डमा पुगेको हुँ कि जस्तो मलाई चाहिँ आफूलाई अनुभव लाग्छ। र अब यी विभिन्न कुराहरू आफूले जानेको बाहिर ल्याउने तरिकामा र अर्को कुरो के लाग्यो भने अब भाग्यवश मैले न्युरोसाइन्स पढेँ। अब यो न्युरोसाइन्स पढ्दाखेरि बल्ल मैले बुझेँ कि अब पहिला जुन चाहिँ विगत 10 वर्षदेखि काठमाडौँदेखि त यो एमएससी पढ्ने बेलासम्म सङ्गत त्यस्तै भयो, रङ्ग रमाइलोतिर लाग्यो, यो पनि सबै त वाहियात होला भनेर ती आध्यात्मिक कुराहरू छोड्दै गएको थिएँ। मैले भने नि 3टा कुराले मलाई सधैँ चाहिँ यो हुन्छ नि, मान्छेलाई हामीले चाहिँ त्यो गाई भैँसी चराउन जाँदा घाँस खान गयो भने लौराले पिटे जस्तो मलाई यो भौतिक शास्त्रमा अथवा विज्ञानमा रहिरहन थाहा नि 3 पटक परिस्थितिले ड्याम पिटेको छ। म फर्केर आएको छु। पहिलोपटक म चाहिँ यो पहिलोपटक चाहिँ मैले चाहिँ आँखा हस्पिटलमा चाहिँ अनेस्टली चाहिँ आइएससी पढ्ने बेला आँखा हस्पिटल, म अहिले आँखाकै विषय अनुसन्धान गर्छु भाग्यवश। तर त्यो बेला आँखा हस्पिटलमा मेरो यो अफ्थाल्मोलजिस्ट असिस्टेन्ट भन्ने हुन्छ, यो डाक्टरहरूको एसिस्टेन्ट जस्तो, तर त्यहाँ चाहिँ यही आँखा साँखा नापजाप गर्ने, त्यो आँखाको चस्मा सम्बन्धी काम गर्ने एउटा त्यो गण्डकी आँखा हस्पिटल, त्यो हिमालयन आँखा हस्पिटलमा चाहिँ खुलाउँथ्यो। त्यसमा मेरो नाम निस्केको थियो, म त्यहाँ गएँ।
अनि मैले आइएससी पढ्न छोडेर चाहिँ अब आइए म्याथ पढ्छु भनेर चाहिँ त्यहाँ गएर होस्टेल सोस्टेलमा बसेको एक दुई दिनमै त्यहाँको डक्टरले साह्रै नराम्रो सिकाली गरे। हामी पहिलो विद्यार्थी थियौँ, धेरै कुरा बुझेन मलाई के कारणले डोरा यो टिचरको चाहिँ अब यसरी चाहिँ गाली सहन भनेर होस्टेल गएर स्कलरसिप पाएको मान्छे त्यो छोडेर फेरि बिएससी पढ्ने बेलामा बिएससी फर्स्ट इयरमा म कन्टिन्यू गरेँ। एकपटक त्यो भयो। एमएससी पढ्ने बेलामा नि मलाई मेरो स्वास्थ्यले एकपटक म बिरामी परेँ र मैले अब यो एमएससी नै छोड्छु भनेर अझ उस्तै परेँ। घर आमालाई सारी किनेर अब म भोलिबाट चाहिँ अब एमएससी पढ्न लाग्यो, यो ठाउँ छोड्छु, किर्तिपुर छोडेर म स्याङ्जै जान्छु, त्यतै पढाउन माविकै मास्टर हुन मलाई ठिक छ। यो मलाई त्यति धेरै टु मच भयो, अब काठमाडौँको हावापानी धेरै फागेन भन्ने भयो। तर समहाउ नेक्स्ट मन्डे भोलि बिहान टिकट काटेर घर जाने भनेको मान्छे विभिन्न कारणवश म कसैको घरमा, मेरो अङ्कलको घरमा पुगेँ। उहाँ अङ्कलको घरमा बसेर 14-15 दिन उहाँसितै मर्निङ वाक विभिन्न गर्नाले चाहिँ मेरो हेल्थमा सुधार भएर म फेरि एमएससी पढेँ, कन्टिन्यू गरेँ। एक महिना छोडेर म कन्टिन्यू गरेको छु। र अर्को एक समय यो नापी विभागको चाहिँ अधिकृत त्यो बेला चाहिँ यो बिएससी पढेको मान्छेलाई यो बनेपामा नापीको ट्रेनिङ दिएर अनि नापीको अधिकृत त्यो प्राविधिक जब थियो कि अधिकृत लेभलको, त्यता चाहिँ ट्रेनिङमा फर्मसम भरेर जान पऱ्यो भनेर रेडी भएको मान्छे पनि फेरि त्यो बेला पनि मलाई कसैले हेर यो नापीको अधिकृततिर भन्दा एमएससी नि कन्टिन्यू गर भन्ने कसैले, मसित त्यस्तो गुड भिजन थिएन। म एमएससी पढेर खास हामीलाई त उही लेक्चर हुने अमेरिका आइएला यो गरिएला भन्ने मलाई त्यो सपनामा पनि सोचेको थिइनँ। त्यस बेला पनि म फेरि एमएससीमा भने म 3 पटक छोडेको त्यता फर्केँ। र यो आध्यात्मिक क्षेत्रतिर पनि अब पहिला नजानेर ल्यायो, घरतिरको विचारले त्यतातिर प्रेरित गर्यो। यङ भइसके पछाडि त्यस पछाडि चाहिँ यिनै विभिन्न कुराहरूले गर्दा र 3 पटक चाहिँ मैले यो आध्यात्मिक क्षेत्रतिर यता अमेरिकातिर आइसकेपछि लगलौ छोडिसकेको चाहिँ 20मा मलाई बिरामी भएँ। र बिरामी हुँदा मेरो त्यस्तै समस्या आयो कि अब यो अमेरिका जस्तो ठाउँमा मसित उच्चतम सुविधा, फेरि आफू त्यही न्युरोसाइन्सको विद्यार्थी र यहाँका टप लेभलका डक्टरसित मेरो एसेसिबिलिटी थियो, त्यस्तै किसिमको इन्सुरेन्स थियो, मलाई केही कुरामा कमी थिएन। र पनि मलाई यस्ता परिस्थिति आए, कसैले काम गरेन या अन्तिममा सबैले काम गरौँ भनौँ, म कसैलाई दोष दिन्न। र ती विभिन्न समस्याले मलाई फेरि आध्यात्मिक बाटोमा छोडाएर अब मैले के सोचेँ भने हाम्रो लड्ने बेलामा भनिन्छ कि आज नि साथीसित लड्यो, अब आज फाइट तल्लो गरामा भन्ने हुन्थ्यो कि पहिला। माथिल्लो गरामा चाहिँ लड्दाखेरि कतै त्यसले भित्ताको आडेस लाएर पो जितेको हो कि तल्लो गरामा लडौँ, अन्तिम फाइट तल्लो गरामा भने त्यस्तै जस्तो मैले पनि यो अन्तिम फाइट तल्लो गरामा भनेको थिएँ। अन्तिम फाइट अब म गर्छु, कि छ कि छैन, अब म दुविधामा बाँच्दिनँ भनेर मैले सिस्टमेटिक अध्ययन गरेर लाएँ। पहिला एउटा गुरु सुन्नु, त्यो गुरु सुन्नु, युट्युबका 1000 च्यानल, किताबहरू भए, यो छरपष्ट भयो। सङ्गालिनीलाई चाहिँ मैले जब दर्शनलाई समातेँ त्यस पछाडि मेरो जीवनमा अलिकति परिवर्तन अथवा राम्रै परिवर्तन, त्यसले गर्दा विचारको निर्माण हुन गयो। र विचारका निर्माणसँगै अब पहिला चाहिँ यो ठाउँले यस्तो भनेको छ भन्ने भयो। र न्युरोसाइन्स पढ्नाले चाहिँ मन्त्रले कसरी काम गर्छ, ध्यानले कसरी काम गर्छ, प्रिफ्रन्टल कर्टेक्सको कुन एरियामा चाहिँ यसले असर बनाउँछ, हाम्रो इमोसनल लिम्बिक सिस्टम कस्तो छ, त्यसले मलाई चाहिँ थ्योरिटिकल नलेज पनि दियो। तर तपाईँलाई म भन्छु जतिसुकै थ्योरिटिकल नलेज भए पनि त्यसले काम गर्दैन। अर्थात् डिग्री डक्टर जति सबैको हाँसे खुसी नाच्दै गाउँदै हिँडेका नि भेटिन्न। न्युरोसाइन्सकै डक्टरहरू पनि ओरिड हुन्छन्, त्यो हाम्रो मेकानिजम हो। त्यसलाई कम गर्ने आध्यात्मिक क्षेत्रका बाटाहरू रहेछन् भन्ने पढियो। अब जाउँ, हामीले चाहिँ अब यो बुद्धिस्ट दर्शन, हाम्रो सनातन दर्शन त हामी यो कार्यक्रमको मुख्य विषय पनि हो, त्यसमा छलफल गर्छौँ। चतुष्कोटी सत्य यति राम्रो छ नागार्जुनको त, कुनै चिज आफूबाट पनि हुँदैन, अरूबाट पनि हुँदैन, अरू र आफूबाट दुवैबाट हुँदैन। यसले यस्तो शून्यतातिर लैजान्छ, केही कुरा एभ्रिथिङ इन्टरडिपेन्डेन्ट छ भन्ने कुरा कि ती हामी पछि गर्छौँ। अब आज म तपाईँलाई के भन्दैछु भने म विगत 10-15देखि औषधि विज्ञानकै क्षेत्रमा काम गर्छु। कतिपय मेरा व्यावसायिक बाध्यता, त्यो नैतिकताले गर्दा पनि औषधिका आफ्नै कम्पनीका औषधिको बारेमा बोल्न मिलेन। र औषधि विज्ञानले कसरी काम गर्छ भनेर डिटेल पनि अब अहिले त्यसका राम्रा पक्ष नराम्रा पक्षलाई क्रिटिकल एनालाइसिस नगरौँ। तर के गरौँ भने यो 3टा कुराहरू। नम्बर 1, अझ म तपाईँले खोज्नुहोस् गुगल रिसर्च गरेर चाहिँ अथवा पब्लिस, यो चाहिँ साइन्टिफिक रिसर्चमा पनि मेडिकलमा आजले जसले नि जे पनि रिसर्च गरेछ, यो टु फोल्ड ब्लाइन्ड स्टडी भनिन्छ। एउटा औषधि चाहिँ तपाईँले चाहिँ केही बनाउनु भयो, ल यो औषधिले काम गर्छ, पहिल्यै त यसले त टाउकोदेखि ठिक हुन्छ भनेर खानुभयो भने त्यसलाई पहिल्यै ठिक हुन्छ, त्यो प्लेसिबो इफेक्ट भयो। भनेपछि खाने मान्छेले के खाएको छु पनि थाहा हुन पाएन। त्यो स्टडी गर्ने मान्छेले पनि मैले कुन डेटा स्टडी गरेको छु, यो मेरो चाहिँ कन्ट्रोल ग्रुप हो कि
यो चाहिँ मेरो मेडिकल ग्रुप हो भने त्यो दुइटैले थाहा नभएको स्टडीलाई ब्लाइन्ड फोल्ड स्टडी भनिन्छ। त्यो लार्ज स्याम्पलमा गरेको मात्रै भ्यालिड हुन्छ। नत्र अहिले इन्टरनेटमा खेल्ने त जस्ता किसिमका स्टडी पनि छन्। यो मैले कुन भन्दैछु भने अमेरिकन जर्नल अफ साइकेट्रीमा पब्लिस भएको अमेरिकाकै क्लिनिकल सेन्टरमा काम गरेका 3टा हजार, यहाँ 100औँ छन् अहिले त, जतासुकै ध्यान राखिरहेको छ। तैपनि 3टा मध्ये एकदमै चर्चित चाहिँ के छ भने 1997मा यो हाम्रो हिमालयन योगी स्वामी रामा, उहाँको हेर्नुभयो भने उहाँले हिमालयनमा गएर धेरै नै वर्ष एकदमै न्यून आधारभूत एक दिन एक छाक खोले त चाहिँ जौको पिठो खाएर गरेका ध्यान साधनाले उहाँ चाहिँ अमेरिका आएर उहाँले चाहिँ यो ओहायोतिर हो कि कता आफ्नो एउटा सेन्टर खोल्नुभयो। तर उहाँको यस्तो विचित्रको क्षमता भयो कि यो क्यान्सासको टोपिका भन्ने एउटा क्लिनिकल रिसर्च स्टडी हो नि, अहिले पनि त्यो सेन्टर छ टोपिकामा। त्यहाँ चाहिँ के छ भने यो माइन्ड एन्ड लाइफ इन्स्टिच्युट भन्ने, त्यसले चाहिँ मोर साइकियाट्रिक क्लिनिकल स्टडी गर्छ। 1997मा उहाँलाई त्यहाँ स्टडी गरियो र पहिलोपटक विज्ञानले थाहा नभएको कुरा त्यहाँबाट सुरु भएको छ, बायो फिडब्याक मेकानिजम। बायो फिडब्याक मेकानिजम के त त्यो भन्दा पहिला त थाहै थिएन। उहाँले के गर्नुभयो भने तपाईँको देब्रे हात र दाहिने हात उहाँको इच्छाले कन्ट्रोलले देब्रे हातभन्दा उहाँको डेटै मैले त्यो जर्नलबाट पब्लिस जर्नलबाट मैले यहाँ गरेको छु। एउटा हातभन्दा अर्को हात 10 डिग्रीले टेम्परेचर डिफ्रेन्स, यो एकदमै चिसो हात, अर्को तातो हात। उहाँको चाहिँ केले इच्छा शक्तिले भनिन्छ अथवा तथा योग बलले भन्दा हुन्छ यतातिर। तर मेडिकल भाषामा यसलाई के भन्यो भने बायो फिडब्याक मेकानिजम। भनेपछि हाम्रो शरीरभित्र विभिन्न इन्फर्मेसन इलेक्ट्रिकल सिस्टम छ, तपाईँले त्यसलाई फिडब्याक दिएर त्यसलाई कन्ट्रोल गर्नुभयो। अझ त्यो अचम्म उहाँले चाहिँ लगभग चाहिँ यो मान्छे त फ्ल्याट इसिजी भयो भने चाहिँ यो इसिजी भनेको इलेक्ट्रोकार्डियोग्राम, मुटुको चाहिँ एक्टिभिटी नाप्ने विधि, त्यो त तपाईँको 2-4 मिनट फ्ल्याट हुने त मान्छे त गयो, हामीले त्यसलाई त एक ब्रेन डेड नभई मृत्यु त भनिँदैन त। इसिजी फ्ल्याट हुनु पनि वान सिम्पटम अफ डेथ हो। उहाँले 40 मिनटसम्म इसिजी उहाँको फ्ल्याट रेकर्ड गर्दा क्लिनिकमा, अरूले फेरि यो नभन्नुहोस् कि कतिपय आजभोलि हाम्रा बाबाका रिसर्चहरू त्यही इन्स्टिच्युटले रिसर्च गर्छ, त्यो त बासै हुने भयो, त्यसलाई पत्याउन भलै सत्य होला, साइन्टिफिक जगतमा त्यसलाई भ्यालिड मानिँदैन। त्यस्तो भइसके पछाडि उहाँको चाहिँ एकदमै न्युयोर्क टाइम्स, वासिङटन पोस्ट जस्ताले चाहिँ त्यसको समाचार बनाए। तपाईँले अहिले खोजेर हेर्दा पनि हुन्छ स्वामी रामा बायो फिडब्याक मेकानिजम भनेर। त्यस पछाडि यो बायो फिडब्याकको एउटा ब्रान्चै भयो बायोलोजीमा, बायो इन्जिनियरिङमा स्पेसल्ली। र त्यस पछाडि मान्छेमा अब अलिकति विश्वास, साइन्टिफिक स्टडी गर्न थालियो। त्यस पछाडि महेश योगीले पनि यो 1980तिर बिटलहरू यस ठुल्ठुला उहाँका चाहिँ त्यो बेलाका चाहिँ टप सेलिब्रिटीहरू उहाँका चाहिँ, अझै पनि त धेरै सेलिब्रिटीहरू वास्तवमा यो भावाती ध्यानका चाहिँ फलोवर छन्। उहाँलाई चाहिँ रिच म्यान गुरु पनि भनिन्छ, धनीहरूको गुरु, ओसोलाई पनि भनिन्थ्यो। उहाँको चाहिँ त्यो भावाती ध्यान पनि यो ब्रेनको फेरि इजी ब्रेन, यो इसिजी भयो हार्टको, ब्रेनको इजी इन्सेफेलोग्राम भन्ने, त्योबाट चाहिँ उहाँको चाहिँ अल्फा बिटा थीटा डेल्टा 4वटा वेभ हुन्छ ब्रेनको। त्यो चाहिँ त्यो बिटा हाम्रो जेनरली चाहिँ नर्मल मान्छेहरूमा चाहिँ कामसाम गर्दा हुने भयो। त्यो डेल्टा थीटा त्यो लोवर लेभलमा ब्रेनको वेभ गएको, त्यो भावाती ध्यान गर्ने सामान्य मान्छेको पनि त्यो इसिजी लाएर त्यो बेला मेजरमेन्ट गरेका छन्। त्यसको डाइरेक्ट इफेक्ट देखिएको छ। र महेश योगी र स्वामी रामा पछाडि अब त्यो केही न केही अब मान्छेलाई, यहाँका पश्चिमका मान्छेलाई फेरि रातो सातो कपडा लासी कल लासी यो चाहिँ कलको मान्छे होला भन्ने हुन्छ। र अर्को एउटा अचम्म चाहिँ यो सुरुवात कहाँबाट छ भने यो दलाई लामाको त्यही बेला 97मा चाहिँ यो हाम्रो स्वामी रामाको चाहिँ त्यो स्टडी भएको थियो। 87 त्यहाँभन्दा पहिले हाम्रो यो दलाई लामालाई चाहिँ न्युरोसाइन्स, सोसाइटी अफ न्युरोसाइन्स भन्ने संसारभरिका न्युरोसाइन्टिस्टको एउटा सम्मेलन हुन्छ हरेक वर्ष। म पनि त्यो सम्मेलनमा धेरै पटक गएको छु। त्यसमा 1987तिर यो न्युरोसाइन्टिस्ट, यो चिलीको न्युरोसाइन्टिस्ट हुनुहुन्छ, उहाँ चिलीको एकदमै चिलीको भए पनि इन्टरनेसनल फेमस हुनुहुन्छ, भरेला भन्ने, फ्रान्सिस्को भरेला। उहाँले चाहिँ त्यो मान्छेलाई के लाग्दो भने यहाँ ब्रेन चाहिँ बुझ्नै सकियो छैन, अर्को कुनै संस्थाको चाहिँ केही कुरा गरेको छ भने तार्किक कुरा लजिक गरेको छ भने त्यसमा केही सत्य छ कि भनेर खोज्ने क्रममा उहाँलाई ल्याएर एकचोटि चाहिँ यो क्वेसन एन्सर टाइपको चाहिँ कन्फरेन्समा चाहिँ सवाल जवाब भइसकेपछि दलाई लामाले दिएको उत्तरले माइन्डले, किनकि माइन्डको बारेमा यति धेरै अध्ययन गर्ने बुद्धिस्ट मङ्क जस्तो अथवा बुद्ध दर्शन जस्तो अरू कुनै पनि दर्शन छैन। हाम्रो हिन्दू धर्म पनि मनको बारेमा त्यति धेरै व्याख्या गर्दैन। हाम्रो उही
परम मुक्ति, ईश्वर, कैवल्य यतातिरको चाहिँ समाधितिर बढी व्याख्या छ। मनको विभिन्न अवस्था, त्यो 72 अवस्था लेखेको छ एउटा किताबमा। त्यस्ता अवस्थाहरू चाहिँ का बारेमा डिटेल छलफल गरिसकेपछि अनि त्यो कन्टिन्यू रह्यो। न्युरो साइन्सको चाहिँ दलाइ लामालाई ल्याएर बोलाउने 8-10 वर्षसम्म 2087देखि 2010सम्म चाहिँ कन्टिन्यू रह्यो। उहाँहरू चाहिँ न्युरो साइन्समा आउने लेक्चर दिने त्यो चलन चलिरहेको। सबैलाई अब न्युरो साइन्टिस्टले पहिला अब कन्फरेन्समा ल्याए दलाइ लामा अथवा स्वामी रामाको पनि यिनीहरूले चाहिँ होइन त्यो चाहिँ अब केही बायोफिडब्याक मेकानिजम होला, केही मेकानिजम होला, हामीलाई थाहा छैन। अब त्यो स्वामी रामाको चाहिँ हेड टाइटलले जसरी चाहिँ यहाँ तरङ्गित ल्यायो, 2000 सिरिज अफ एक्सपेरिमेन्ट चाहिँ यो हाम्रो चाहिँ यो युसी विस्कन्सन, युनिभर्सिटी विस्कन्सनको चाहिँ ल्याबमा यो म्याथ्यू रिकार्ड भन्ने, रिचर्डसन डेभिसन भन्ने एकदम फेमस न्युरो साइन्टिस्ट, उहाँ चाहिँ एक्सपेरिमेन्टल न्युरो साइन्टिस्ट। थ्योरिटिकल चाहिँ मनले यसरी काम गर्छ, ब्रेनले यसरी काम गर्छ भने शब्दमा मात्रै होइन, एमआरआई गरेर उहाँको ल्याबमा ठुलो एमआरआई मेसिन पनि थियो, छ अझै पनि उहाँको रिकार्डसन, डेभिड रिकार्डसन ल्याब स्टिल एक्जिस्ट गर्छ। त्यसमा यो म्याथ्यू रिकार्ड भन्ने तपाईँहरूले चाहिँ कतिको नाम सुन्नुभएको छ। उहाँ चाहिँ नेपाललाई माया गर्ने, सायद उहाँको जन्म फ्रान्समा भएको होला, फ्रान्सेली बायोलोजिस्ट हुनुहुन्छ उहाँ, मोलिकुलर बायोलोजीमा पिएचडी। त्यत्रो साइन्टिस्ट मान्छेले चटक्कै यो त्यस पछाडि उहाँका विभिन्न कारणले गर्दा विभिन्न परिस्थितिले गर्दा उहाँ चाहिँ यो बुद्धिज्म दर्शनतिर बोकेर अहिले नेपालकै, मलाई लाग्छ मैले पर्सनली भेटेको छैन, काहीँ नेपालको गुम्बामा उहाँ बस्नुहुन्छ। अब विभिन्न विदेश डुल्नुहुन्छ। उहाँ चाहिँ उहाँको ब्रेनमा स्टडी भएको छ यो चाहिँ मैले अगाडि भन्दा रिकार्ड डेभिसनको ल्याबमा। र उहाँको एमआरआई गरेर हेर्दाखेरि बल्ल पहिलोपटक एक्सपेरिमेन्टली चाहिँ यो मेडिटेसन गरेको चाहिँ ब्रेनको सर्ट एन्ड प्रिफ्रन्टल कर्टेक्स चाहिँ को नेटवर्क बढी हुने र यो एसिसी एङ्गुलर सिङ्गुलर कर्टेक्स भन्छ, अथवा त्यो भागमा जहाँ हाम्रो फियर बढी हुन्छ, एमेग्डेला भन्ने, यी भागहरू अलिकति सङ्कुचित, जहाँ हामीलाई अब हामी चिन्तित ओरिड हुने मान्छेको के हुन्छ भने जे चिज न्युरो साइन्समा न्युरोन्स फायर टुगेदर वायर टुगेदर भनिन्छ, जे चिज हाम्रो मनमा धेरै खेल्छ, जे चिज हाम्रो मनमा सम्झ हामी त्यस्तै हुन्छौँ भन्ने हामीलाई चाहिँ विभिन्न गुरुले भन्नुहुन्छ नि, त्यसको वास्तवमा कारण छ कि जे चिज तपाईँको विचारमा हो त्यही किसिमको वायरिङ ब्रेनमा बन्दै जान्छ र हामी अन्तमा अरू न्युरोनहरू प्रुनिङ हुन्छ, घट्दै जान्छ, नेटवर्क घट्दै जान्छ र त्यो मात्रै नेटवर्क बनिदिन्छ। र उहाँको ब्रेन हेर्दाखेरि सिग्निफिकेन्टली डिफ्रेन्ट पाइयो र अनि मान्छेले बल्ल ढुक्क भएर विश्वास मान्न थाले कि यो ध्यानले काम गर्छ। तर कसरी काम गर्छ स्टिल मिस्टिरियस छ। अकेले एकछिन नसोची बस्नाले कसरी चाहिँ त्यो डेभलप भयो, त्यसका सर्टेन मेकानिजम छन्, मोलिकुलर पाथवेजहरू पनि अहिले त डिस्कभर भएछन्, त्यसको पछि कुराहरू होला। तर त्यो प्रमाण नै पश्चिमी जगतमा चाहिँ सबैलाई चाहिँ चकमा दिने भयो र त्यस पछाडि अन्त एउटा 2010 पछाडि यो ध्यान योगाको बारेमा अहिले पश्चिमतिर हरेक सेन्टरमा योगा सेन्टर भन्छन्। म ती धेरै सेन्टरमा गएको पनि छु, तर मलाई खल्लो लाग्छ किनकि आफू अब हामी रियली त्यही संस्कारबाट आएको जानेको मान्छेले उनीहरू व्यावसायिक रूपमा अब केही पनि थाहा नभएको मान्छेलाई त्यो पनि एकदम ग्रेट हो। तर यो योगा ध्यान भनेको चाहिँ शारीरिक सुखका लागि, केही रोगकाबाट मुक्ति पाउनका लागि त्यो त बाई प्रोडक्ट मात्रै हो, त्यो उद्देश्य होइन। हाम्रो हरेक पूर्वीय दर्शनको चाहिँ मुख्य उद्देश्य के हो भने निर्वाण बुद्धमा अथवा हाम्रो अरू सबै दर्शनमा मुक्ति हो। त्यो मुक्ति के हो? मुक्ति भनेको चाहिँ केही पनि नगरी आनन्द चाहिँ बसेर चाहिँ घर बस्ने भनेको होइन। त्यो मुक्ति भनेको चाहिँ जहाँ जहाँ हाम्रो मन एट्याचमेन्ट जान्छ त्यो एट्याचमेन्टबाट छुटकारा पाउनलाई वास्तवमा हरेकले कैवल्य भने पनि पतञ्जलीमा त्यसैलाई चाहिँ व्याख्या गरिएको छ। हरेकमा एकदम विस्तृत व्याख्या केबाट अन्तिम निर्णय के छ भने त्यो एट्याचमेन्टबाट मुक्ति हो। त्यो सजिलो सम्भव चाहिँ छैन। मन हरेक वस्तुमा डुल्छ, ती वस्तुबाट चाहिँ डुल्नलाई पहिलो थ्योरिटिकल नलेज हुनुपर्छ। कतिपय मान्छेले यो प्राणायामले चाहिँ तपाईँको मेटाबोलिजम राम्रो गर्छ। डेफिनेटली अक्सिजन बढी लिनुभयो भने हाम्रो अक्सिजन चाहिँ फायरिङ दाउरा हो, त्यसले बाल्छ भित्र। तपाईँका भित्र जति राम्रो ग्यास सजिलो हुन्छ त्यति पकाउनुहुन्छ। दाउरा ल्याएर चिसो दाउरा ल्याएर थाल्नु भने पुत्त हुन्छ, बल्दैन, पाक्दैन। भनेपछि यो योगा प्राणायामले तपाईँलाई चाहिँ शरीरलाई चाहिँ मेटाबोलिजममा चाहिँ हेल्प गर्छ। त्यही भएर मान्छेहरूले धेरै लाछन्। तर त्यसको उद्देश्य चाहिँ मनलाई कन्ट्रोल गर्नु अझ। मनलाई, शरीर र मन कनेक्टेड छ। अब धेरै रोगहरू अहिले साइकोसोमेटिक डिजिज छन्, मनमा हुने बित्तिकै त्यसको असर शरीरमा देखिन्छ। त्यही भएर त डेकार अचम्म परेको थिए। उनले मन र बडी छुट्टै छुट्टै हुन्छ भने अब त्यो मन छुट्टै यो देखिँदैन। माइन्ड एन्ड बडी इज डिफ्रेन्ट, माइन्ड र बडी डिफ्रेन्ट छ भने त्यसलाई फेरि जोडेको के चिज छले त?
जोड्ने चिज त केही चाहियो नि। जस्तै कन्डक्टरलाई जोड्नलाई कन्डक्टरै चाहिन्छ। बिजुलीको तार जोड्ने बेला इन्सुलेटर हाल्नुभयो भने त त्यसले त कन्डक्टर पास गर्दैन। भनेपछि यो मेटेरियल चिजबाट चेतन चिजलाई जोड्ने चिज के छ त भनेर चाहिँ अहिलेसम्म थाहा पाउन सकिएको छैन। तर अब हाम्रा यी विज्ञानका, मैले भने विज्ञानमा अरू त्यस्तै छन्। अब अर्को चाहिँ अहिले 3टा कुरा अन्तिममा के भन्छु भने यो मन्त्र ध्यानको अहिले के चलिरहेछ त भन्दा यो NIH नेसनल इन्स्टिच्युट अफ साइन्स भन्ने चाहिँ यो अमेरिकाको राष्ट्रिय संस्थाले, अर्को एउटा संस्था तिनीहरूको चाहिँ भगिनी संस्था NCCIH नेसनल इन्स्टिच्युट अफ हेल्थ, तर इन्टिग्रेटिभ मेडिसिन भनेर अथवा अल्टरनेटिभ मेडिसिन भनेर तिनीहरूले अब अहिले चाहिँ योगा भनेर हजारौँ पेपरहरू पब्लिस भयो, रिसर्चहरू। तर कतिपय रिसर्च भन्दैमा फेरि पब्लिस गर्दैमा त्यसलाई भ्यालिड पनि मान्न सकिँदैन। धेरै त्यहाँ स्याम्पल साइज कम हुन्छ, कसैको चाहिँ फल्टी हुन्छ। कजेसन इज नट द कोरिलेसन इज नट द कजेसन। सब धेरै वैज्ञानिकहरू कहाँ गएर फिल खान्छ भने केही चिजले कजेसन देखाओ, कोरिलेसन देखाओ, तर त्यो कजेसन हुँदैन। भनेको अर्थ यो कारण भनेको कारण हो कि सिम्टम हो त थाहा पाइँदैन के। मान्छेले जस्तै मैले भनिहालेँ नि, धेरै कुराले चाहिँ गर्मीको बेला आइसक्रिम बढ्छ, त्यही बेला मान्छेले सुसाइड गर्ने रेट पनि बढ्यो भने आइसक्रिम खाएर सुसाइड गरौँ भन्ने निष्कर्ष धेरैले निकाल्छन्। तर त्यो हुँदैन खोज्दै जाँदा। त्यही भएर विज्ञानमा पब्लिस भएका रिसर्चहरूलाई अहिले मेटा एनालाइसिस भनिन्छ। हजारौँ रिसर्चहरूलाई चाहिँ एकै ठाउँमा आएर डेटा एनालाइसिस गर्दा सिग्निफिकेन्ट छ कि छैन भनेर NIHले हेर्दा के पायो भने यो 2018मा यो 1200वटा त्यस्ता स्टडी हेरेर गर्दाखेरि मेडिटेसन इज बेटर, इन सम केसेस इट इज बेटर। केहीसम्म यो चाहिँ राम्रो छ, केहीसम्म इक्वल छ, बट इट डज नट हार्म। कमसेकम यसले नराम्रो गर्दैन। गरेका ठाउँमा यसले चाहिँ यो एन्जाइटी डिप्रेसनलाई चाहिँ औषधि जत्तिकै राम्रो या त्यत्तिकै प्रभावकारी छ भनेर चाहिँ 2018मा चाहिँ एउटा पब्लिस आएको छ। अनि अर्को चाहिँ यो चाहिँ यो ब्रिफ स्ट्रक्चर अफ ब्रिदिङ प्र्याक्टिस इनहेल मुड एन्ड रिड्युस फिजिकल एराउजल। यो ब्रिफ प्र्याक्टिस अफ ब्रिदिङ एक्सर्साइज। यो ब्रिदिङ एक्सर्साइज भनेको हाम्रो प्राणायाम हो। फेरि अब यिनीहरूले यसलाई के भने बक्स ब्रिदिङ भने के, बक्स भनेको चाहिँ इक्वल साइज भएको त्यो स्क्वायर जस्तो, 4 मिनट 1 मिनट सास लिने, 1 मिनट रोक्ने, 1 मिनट छोड्ने, बक्स ब्रिदिङ। उहाँको एक्सपेरिमेन्टमा के गरिरहेछ भने यो मैले टाइटलै भने ब्रिफ स्ट्रक्चरल ब्रिदिङ प्र्याक्टिस इन्हान्स मुड एन्ड रिड्युस फिजिकल एराउजल। अब यो स्टडीले डाक्टर ब्रान्डनले चाहिँ स्ट्यानफोर्ड युनिभर्सिटीमा गरेको यो चाहिँ पेपर छ। 3 किसिमको ब्रिदिङ उहाँले प्र्याक्टिस गर्नुभयो। साइक्लिङ ब्रिदिङ, अर्को साइक्लिङ हाइपरनेसन, अर्को बक्स ब्रिदिङ। भनेको एउटा सास लामो तान्ने, साइक्लिङ साइङ भन्छ त्यसलाई, साइङ। साइक्लिङ हाइपर भेन्टिलेसन भनेको चाहिँ लामो छोड्ने, र अर्को बक्स। यस्ता अध्ययन गर्दा उहाँले चाहिँ पाएको चाहिँ निष्कर्ष के छ भने बक्स के अरे यो हाइपर भेन्टिलेसन लामो श्वास छोड्नाले, लिनाले भन्दा छोड्नाले हाम्रो त्यो चाहिँ मोर इफेक्टिभ देखिएको छ। यावत अथवा यी सबैले चाहिँ हाम्रो स्ट्रेस एन्जाइटीलाई कम गरेको छ भनेर स्टडी आएको छ। र यो 2023मा भर्खर अहिले एउटा पब्लिस भएको छ यो जामा साइकियाट्री। यो चाहिँ एकदमै टप लेभलको जर्नल हो जामा साइकियाट्री भने। 2013मा के आएको छ भने यो एन्जाइटी डिप्रेसनलाई दिने यो औषधि लेक्सेप्रो भन्छ ब्रान्ड नेम, तर यसको चाहिँ केमिकल नेम इसिटोप्राम हो, ECITAPRM है। अब यो ब्रान्ड नेम चल्छ यतातिर लेक्सप्रो। यो चाहिँ SSRI अन्तर्गत पर्छ। प्रायः जसो एन्जाइटी डिप्रेसनको औषधिहरू सिलेक्टिभ सेराटोनिन इनिभिटर हो। त्यो सेराटोनिनको एउटा सर्टेन विभिन्न त्यहाँ चाहिँ बाइन्डिङ साइट हुन्छ। त्यो मैले H2A 2A यी विभिन्न बाइन्डिङ साइट भन्दा एउटामा गएर त्यो बाइन्ड गर्छ। त्यसले सेराटोनिन लेभललाई चाहिँ अप गर्छ र एन्जाइटी डिप्रेसन ठिक हुन्छ। त्यो र MBSR माइन्डफुलनेस बेस स्ट्रेस रिडक्सन भनेको अर्थ यो बुद्धको विपश्यना विधिबाट एन्जाइटी डिप्रेसन रिड्युस गर्ने त्यो मेथड र औषधिलाई कम्पेयर गर्दा तिनीहरूले चाहिँ कन्क्लुजनमा के भनेको छन् भने मैले अगाडि नै भने यो 2023मा पब्लिस भएको चाहिँ यो कम्पेरेटिभ स्टडी त्यो बराबर इक्वल इफेक्टिभ, स्लाइटली बढी देखिएको छ औषधि, तर स्ट्याटिस्टिकले हेर्दा द्याट इज इन्सिग्निफिकेन्ट। त्यस्तो देखिएको यो रिसर्च चाहिँ छ। अब यसरी त्यो मात्रै नभइकन अहिले चाहिँ UC सेन्डियागोमा चाहिँ यो त्यहाँको चाहिँ क्लिनिकल हस्पिटलमा यो डाक्टर ब्रोमेन, जिल ब्रोमेन अहिले भनिहालेँ, उहाँले एउटा ठुलो मन्त्र मेडिटेसन सेन्टर चलाउनुहुन्छ। उहाँ कुनै कल्पमा कुनै धर्ममा यहीँ पश्चिममा हुर्केको एउटा नर्स डाक्टर हो, नर्स प्र्याक्टिसनर, पछाडि PhD गर्नुभएको नर्समा।
उहाँले चाहिँ यहाँको चाहिँ हस्पिटलका पेसेन्टमा चाहिँ यो भिए भेटनरी पेसेन्टहरूमा गरेको चाहिँ मन्त्र रिपिसनले चाहिँ यो काम गरेको देखिएको छ। भन्न खोजेको मैले तपाईँलाई यो जोडै के गर्न खोजेको भने यो ध्यान योगाको चाहिँ साइकोलोजिकल रिजन छ, न्युरो साइन्सको न्युरोप्याथोलोजी अथवा मोलिकुलर बायोलोजी सबैको कारण छ। तर हाम्रा ऋषिमुनिहरूले त्यसलाई चाहिँ एकदमै गहन अध्ययन गरेर विभिन्न भाषामा सजिलो आम मान्छेका लागि चाहिँ बुझ्ने गरी विभिन्न रूपमा व्याख्या गरेका छन्। र मेरा मित्रहरूलाई मैले के अनुरोध गर्न चाहन्छु भने जो ध्यान साधनाको बाटोमा हुनुहुन्छ, तपाईँहरू हजारचोटि फेल नभई यो अरू जस्तो इक्जाममा म त एकैचोटि पास हुन्छु, म त फर्स्ट हुँ, म त यहाँ पनि फर्स्ट हुन्छु भनेर नलाग्नुहोस्। अन्त फर्स्ट हुने यहाँ हजारचोटि बरु झन् धेरै फेल हुन्छ। र यो ध्यान साधनाको बाटोमा जाँदा मैले अहिलेसम्म के बुझेँ भने यो अन्तिम उद्देश्य चाहिँ सबै ध्यान योगस्य चित्तवृद्धि निरोध भन्छ। चित्तवृद्धि निरोध, यो चित्तको वृत्ति भनेको के हो? वृत्ति भनेको वृत्ताकार सर्कलमा। चित्तवृत्ति, वृत्ति भनेको चित्त हाम्रो मन, त्यसमा घुमिराख्ने यी विचार निरोध, तिनलाई कम गर्ने। जुन दिन तपाईँका वृत्ति हराएर जान्छ त्यो बेला तपाईँ, म, यो, त्यो सबै एक समभाव देख्नुहुन्छ। सबैलाई समभाव देख्नु, सानसानो कुरामा ग्रेटिट्युड राख्नु, रेस्पोन्सिभ रियाक्टिभ माइन्डबाट रेस्पोन्सिभ माइन्डमा जानु नि आध्यात्मको उद्देश्य हो। अब पूर्वजन्म पहिला जन्म त्यसका लागि चाहिँ आफ्नो आफ्नो कल विश्वासअनुसार अब कतिपय कुरामा चाहिँ नराम्रो कुरालाई हटाउन नराम्रै कुरामा विश्वास मान्न पनि कहिलेकाहीँ यो तार्किक देखिन्छ पनि। किनभने यो मैले भनिहालेँ, हाम्रा धामी झाँक्री फुकफाकले कहिलेकाहीँ कतिपय रोगहरू ठिक हुन्छन्, तर त्यो कारण के हो भने साइकोलोजिकल हो, त्यो तथ्यगत कारण त्यसमा हुँदैन। यति भन्दै अब र यसका यी मेरा आफ्ना अनुभव होइन मैले गरेको चाहिँ, र यी कुराहरूलाई चाहिँ आज म यतिमै पूर्ण विराम दिन्छु। आशा छ यो च्यानललाई तपाईँले लाइक सेयर गरिदिनु भयो भने मैले यसलाई अलि मेरो हौसला बढ्नेछ र यसलाई मैले एउटा नन प्रफिटको रूपमा विस्तार गर्ने सोच राखेको छु। तपाईँहरूको सहयोग र सल्लाहका लागि म सदैव आभारी छु। हस्त, नमस्कार।